हेर ल अब एउटा सरप्राइज यो छ एउटा उयो माथि हेर ह्याङ्गिङको छ उयो छ उयो पर Hey guys, welcome back to my channel. My name is Manjali and you're watching my channel Manjali Thapa. Welcome and welcome back to my new video. I hope you like this video. If you are new to my channel, then please do subscribe. बोलिरहेको छु हो आज चाहिँ मैले के भन्छु यो चाहिँ हेर ल अब एउटा सरप्राइज के चाहिँ मगाएको छु त यो भयो हो फाइनली हामीले मगाएको चाहिँ हो फाइनली यो छ एउटा चाहिँ हो यसलाई चाहिँ के गर्छु यो चाहिँ हाम्रो यस्तो उयो भयो यो चाहिँ हाम्रो Stand reason, full stand. अब हेर्दै जाउँ न के हो के को स्ट्यान्ड हो थाहा भइहाल्छ हेर्दै जाउँ न स्क्रु गर्नु चाहिँ यहाँ दिएको रहेछ हो त्यसकै पार्ट्स नि अब जोड्ने अब चाहिँ मलाई दुईजना साथी चाहिन्छ हो म अहिले यो बनाइसकेर तपाईँहरूलाई म देखाउँछु अहिले हेर्दै जानुहोस् अहिले देखाउँछु यो बनाइसकेर पुरै बनाइसकेर किनभने फिटिङ गर्दाखेरि त एकजनाले खालि हुँदैन दुईजनाले लाग्ने रहेछ यो चाहिँ यस्तो रहेछ नि त यहाँ क्या होइन बुझ्यौ यस्तो रहेछ यहाँबाट चाहिँ क्या एउटा स्क्रु टक्का हालेर पक्रे खै उयो केले चाहिँ स्क्रु ड्राइभरहरू खै अहिले स्क्रु ड्राइभर पर्दैन यसो गऱ्यो नि त यसलाई हो स्क्रु ड्राइभर पर्दैन ए फाइनली यस्तो रहेछ नि यो चाहिँ स्क्रु ड्राइभरहरू पर्दैन यो पनि लास्टमा लास्टमा चाहिँ टक्कै पर्नुपर्छ हो एउटा यहाँबाट क्या त्यो रहेछ नि त तरिका है यो त अहिले लाग्छ क्या लास्टले टक्कै गर्नुपर्छ अब सिधा भयो नि हो क्या अब यो स्टाइल त्यो यहाँनिर हेर यहाँ हो टक्कै यो भयो फाइनली त्यो चाहिँ अब यस्तो गरेर यसलाई अहिले लास्टमा पैसा जोड्नु टाइट क्या हो अहिले टाइट चाहिँ लास्टमा यस्तो गर्नुपर्छ स्क्रुले टाइट गर्नुहुन्छ स्क्रु ड्राइभरले स्क्रु ड्राइभरले भएन लाग्छ स्क्रु ड्राइभरले अहिले मजाको रहेछ स्ट्यान्ड चाहिँ तर है मन पर्यो मन पर्यो छिटोकै पिक्चर परेको मन पर्यो अग्लो रहेछ हामीले पहिला पनि मगाएको थियो है त्योभन्दा अलिकति अग्लो रहेछ अहिले देखाउँछु नि बुझ्यो यो सेकेन्ड
यो हाम्रो सजिलो रहेछ सजिलो त सजिलो इन्स्टल गर्नु पनि यो क्या यसै छ अप्ठ्यारो भन्दै छ इन्स्ट्रक्सन्सहरू पनि हेर्नु पर्दैन यसै दुईटा स्कुप चाहिँ एक्स्ट्रा चाहिँ हालिदिएको हुन्छ भनेर चाहिँ याद होइन मिसप्लेस भयो सजिलो हो के सजिलो रेडिमेड है फुलको यो त टाइट गर्नु पनि पर्दैन रहेछ फुलको उयो टाइट गर्नु पनि पर्दैन रहेछ स्क्रू ड्राइभर लिएर आउँछु ल स्क्रू ड्राइभर यतिकै राख्दै गरेर मैले लिएर आएँ ल कहाँ गयो स्क्रु ड्राइभर ल्याउने मान्छे छिटो आयो ठुलो यस्तो रहेछ नि यहाँ चेपी हो यदि हो त्यहाँबाट त्यसले त कस्तो भन्नु रहेछ नि मुनिको उयो कसिनु भइहाल्छ त चेप्नु पनि पर्दैन होला त अन्त पर्दैन टाइट त्यस्तो टाइट गर्नु पर्दैन टाइटै छ हुन्छ रहेछ यहाँ टाइट गर्नुपर्छ नि फाइनली हाम्रो यो स्ट्यान्ड रेडी भयो अब यहाँ फुल राख्नु देखाउनु अब हाम्रो हेर नि यहाँ यो फुल यो स्ट्यान्ड छ नि यो चाहिँ यसको अर्डिनेरी बनाएको थियो होइन त्यो अर्डिनेरी स्ट्यान्डलाई चाहिँ अब उयो गर्छु नि त म फुल चाहिँ दामी फुलिरहेको छ है ल फुलहरू देखाइदिउँ फुल देखाउनु अगाडि पनि कतिवटा त मरि पनि सक्यो कस्तो मजाले फुलेको छ तर नि छ नि अब यो स्ट्यान्डहरू चाहिँ फुल लभर फेरि है तपाईँ फुल लभर हो कि फुल लभर हो घरमा फुल छ भने चाहिँ के हुन्छ भने त के हुन्छ बिहान उठेर क्या हेर्दाखेरि खुसी लाग्छ मन खुसी हुन्छ बुझेन दिनभरि यसले त पानी चाहिएको रहेछ दिनभरि गुटलक हुन्छ नि यो त यस्तो भएको रहेछ यो त माथिपट्टि राख्नु पर्ने रहेछ पानी हाल्नु पर्ने छ यो टिन चालाई चाहिँ कहाँ राख्नु भने नयाँ यहाँ होइन यतापट्टि राख्नु होला है यहाँ यतै साइड राखिदिनु र अहिले त्यतै राख्दै गरौँ होला पछि चेन्ज गर्दा हुन्छ नि त्यसलाई तपाईँको खुट्टा भएकोपट्टि राख्नु त त्यो ढाकियोलाई भनेपछि यिनीहरू के गर्नु काठहरू यता साथ राख्दै गर्नु यता अहिले यता ठाडो पारेर अहिले भन्नुहुन्छ फाइनली अब यो चाहिँ तल कटिन्छ त्यो राख्दै गर्नु भित्र राख्नु न लु फाइनली यहाँ मेरो स्ट्यान्ड बन्नुहुन्छ अब स्ट्यान्ड त्यस्तो गर्नुभन्दा पानी हाल्नु न यता त अहिले हिल्दै बनाउँछ फेरि पानीले हिल्दै हुँदैन
फुलहरू चाहिँ यस्तो छैन र कति चाहिँ अड्छ माथिबाट एउटा ल्याउनु लिन आमामा अनि हाम्रो स्ट्यान्ड चाहिँ आयो यहाँ राख्ने भनेको कहाँ हुन्छ होला अलिक यहाँ राख्नु है हुन्छ यति भयो अलिक उता राख अलिकति उता सर्दैन होइन अलिक यता उता अलिक यता भयो हुन्छ भन्यो राखिदिउँ पहिला यहाँ राख्नुपर्छ के भन्छ यो चाहिँ यहाँनिर राख्नुपर्छ यो यस्तो भइरहेको थियो खास चाहिँ यो यस्तोमा लाउने हो कि यस्तो भइरहेको छ अब यसलाई चाहिँ एउटा काठले बाँधेर उसको भन्नु काठहरू यहाँ छ त त्यहाँनिर छ के हो यस्तो हुन्छ नि काठ लगाइदिएर यसरी एउटा जस्तो काम गरेर क्या हो काठमा बाँधेर चाहिँ त्यो राम्रो हुन्छ चिप्ले हो यो चप्पलबाट कुन चाहिँ फुल्दैन यो होइन 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 उतापट्टि फुलेको उतापट्टिको पहिला यो निकाल्छु नि मुनिपट्टि राख्दै गर्नु न एकछिन यो नफुलेको तल राख्नुपर्छ नि ए त यो सबै राख्दा किन हल्लिएको त्यसलाई तातो गर्छ पहिला राखिसक्नु त राखिसकेर देखो यो अलिकति कुनामा छ नि अलिकति ठेल्नु त पछाडि ब्याक साइड यो लाग्यो चाहिँ बस्दैन के भएर नबस्नु दुईटामा पनि राख्नु न त कुन चाहिँ लिनु यो होइन अब यो यति माग्नु यति हो यसको लागि यो छेउमा राखिदिनु त राख न गरम पनि हुन्छ नि पल्टिनु त होइन यो चाप्दै होइन पल्टिँदैन पल्टिनु त कुरा आएन कि के भन्छ यो हल्का राख्नु हो यो त अब सिमेन्टको हो होइन जिरे क्या हो जिरे ल फाइनली हाम्रो सेटअप फेरि हो यहाँनिर सबै भयो फुलको अब यति छ जग्गा हाम्रो यत्रै छ यत्रै जग्गामा हो
यता अब यहाँ हेर न यो एउटा छ यो यिनीहरू यो छ एउटा उयो माथि हेर ह्याङ्गिङको छ उयो छ उयो पर ह्याङ्गिङ अन्त यहाँ यति त छ ल हो यहाँ सेतो सेतो फोकस सेतो सेतो बस सेटअप चेन्ज अघि यता राखेको थियो अहिले यता खै छोड्नु त अलिकति अहिले चाहिँ यतै राम्रो देखियो अलिकति है फुलहरू पनि मजाले हुँदैछ दिनुपर्ने रहेछ पानी अब यति बेला त पानी घाम यस्तो लागिरहेको छ बाहिर हाम्रो हाउसिङको बाहिर चाहिँ यस्तो छ पानी हाल्नु अब बेलुका हाल्नुपर्छ यस्तो खालको डेलिया देखेको के हुन्छ कस्तो खाले फुल खाली हो पत्ताहरू एउटै छ अब यो उयो भइसकेको नि त सकिएको फुलेर सकेको ल अब स्मल गार्डन नेक्स्ट भिडियोमा सी यू इन द नेक्स्ट ल यहाँ फाइनली अब हाम्रो आइपुग्यो भयो सक्यो होइन भयो होइन अरू केही छ ल लु राख मैले एसीहरू यो चाहिँ लु चिया बनाइदिन्छु थाप्यो होला रोपेकोले थाप्यो होला के गरेको बुढी चिया बनाइदिने मलाई मिठो बनाइदेऊ ल अदरक हालेर ल मिठो बनाइदेऊ है ल अदरक अदरक इलायची चाय अदरक भयो अदरक पनि भयो है यहाँ हेरेर अदरक टी भन्ने अदरक टी त बुढे दुध चाहिँ हाल्दैन पानी खालि हालिरहेको पहिला म त दुधको चिया पो भनेको त अन्त लु अदरक हाल्थ्यो दुधको चिया पहिले दुध कहाँ हाल्छ चिया बनाउँदा पहिला रङ उमाल्नु पर्छ दह्यो चायपत्ती हाल्नुपर्छ दुध त चियापत्ती पनि हाल्दै हाल्नु त कहाँले उम्लिनु दिनुपर्छ ए उम्लिनु पर्छ पहिला ल फाइनली चियापत्तीहरू हाल्यौ होइन ल के हालेको छैनौ उम्लिँदैछ चाय है अहिले हाल्दैनौ अनि उमाल्नुपर्छ पहिला ल ल मिठो बनाऊ ल मिठो बनाइदिन्छु चिनी अलिकति 1 चम्चा आधा दुध हाल्ने चिया पनि उम्लिँदैछ है
ल चिया लिनुहोस् सर सर चिया लिनुहोस् वेलकम कस्तो भएछ दामी है बिस्किट दिनु खान्न milk tea is the best, right? Favorite फेरि मुरै अहिले बज्दैछ हाम्रो कति बज्दैछ 11:30 नि 11:30 हुँदैछ अहिले दिन 2-3 बजेको जस्तै गरम भइरहेको छ चिया खाइदिउँ गरममा म चाहिँ मुरै खाइदिउँ गरममा चियामा चाहिँ यहाँ त जलपाइगुडीमा त गरम परिसक्यो नि तपाईँहरूकोतिर कस्तो छ सिलगढीमा झन् गरम छ दार्जिलिङमा उल्टा भइरहेको छ अहिले हगीहरू लागिरहेको छ दार्जिलिङमा आई होप तपाईँहरूलाई भिडियो मन पर्यो होला भन्नु बाई बाई के भन्नु भिडियो कस्तो लाग्यो भन्नु न भिडियो कस्तो लाग्यो तपाईँहरूलाई हो कमेन्ट गरिदिनुहोस् प्लिज गार्डनिङको सानो मेरो सानो घरको गार्डनिङ राम्रो लाग्यो भने कमेन्ट गरिदिनुहोस् फुलको लभर्स को हुनुहुन्छ फुलको लभर्स कुन चाहिँ फुल मन पर्छ जुन फुल मन पर्छ त्यो कमेन्ट गरिदिनुहोस् कमेन्ट चाहिँ गर्नु नबिर्सिनु होला अनि कस्तो लाग्यो गार्डनिङ हाम्रो सानो जग्गा पनि साह्रै सानो छ है यहाँ त क्वार्टरमा बस्दै हुन्छ सरकारी क्वार्टरमा गभर्नमेन्ट हाउसिङ घरतिर भए अलिकति अब जग्गाहरू हुन्छ नि अब यहाँ बसिन्जालमा अलिकति ट्राई गरेको अलिकति बसिन्जालसम्म घर जस्तै है भन्नु न अब तपाईँ भन्दै त अन्त अब सबैलाई बुझिहाल्यो बुझ्नेले होइन साथीहरू ल बाई बाई नमस्कार सबै राम्ररी बस्नुहोस् लाइक गरिदिनुहोस् नि सब्सक्राइब गरिदिनुहोस् थ्याङ्क यू भेरी मच